हेर्नुस् त साथीहरू, आज म एकदमै गाउँमा पालिएको लोकल कुखुरा बनाउन गइरहेको छु। दुईवटै कुखुराहरूलाई काटेर मैले साना साना पिस बनाएको छु। अब छिट्टै पकाउन गइरहेको छु। अब कुकर बसालेर मैले थोरै आवश्यक मात्रामा तेल राख्दैछु यसमा। अब मैले यहाँ प्याज राख्न गइरहेको छु। यसमा मैले थोरै अदुवा पनि राख्न गइरहेको छु। हेर्नुहोस् त, अब मैले यसमा मासु राखिसकेको छु। यसको प्याज रातो भइसक्यो हुनाले मैले मासु राखेँ। थोरै एकछिन चलाएर राख्नुपर्छ। यसमा मैले सबै प्रकारका मसलाहरू राखिसकेको छु। नुन, जिरा, धनिया, टमाटर सबै राख्नुपर्ने कुरो सबै राखिसकेको छु। अब यसलाई छिट्टै ढक्कन लगाएर सिटी लगाउन गइरहेको छु। करिब करिब लोकल कुखुरा पाकिसकेको छ, किनकि अब यहाँ सिटी लागिसकेको छ। यहाँ हेर्नुहोस् त, नखाने खाखौँ लाग्ने मिठो मिठो खालको झोल बनिसकेको छ। अब यसलाई मैले छिट्टै थालमा राखिन गइरहेको छु। हेर्नुहोस् त, खाना कति मिठो भयो जस्तो देखिन्छ। साँच्चीकै मिठो छ खाना, मिठो, धेरै मिठो छ, टेस्टी फुड।